हेलो एभ्रिवान, स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानल म्याथ्स टाइम विथ सागर रायमा। म आज फेरि उपस्थित भएको छु नयाँ प्रश्नको साथमा। सो आज भनेको मैले क्लास 9 को ट्रिग्नोमेट्रीबाट लिएर आएको छु एउटा क्वेशन। सो विदाउट एनी डिले लेट्स गेट स्टार्टेड। हाम्रो क्वेशन यस प्रकार रहेको छ, इफ a + b = π/4 भनेर दिएको छ हैन। अनि त्यसपछि प्रुभ दैट 1 + tan a * 1 + tan b = 2 भनेर भनेको छ। यो क्वेशनलाई हामीले सुरु गर्दाखेरि चाहिँ सुरुमा गिभन इन्फर्मेसन लिने। गिभन इन्फर्मेसनमा हामीले a + b = π/4 भनेर दिएको छ। त्यसपछि के गर्ने भने टेकिङ tan बोथ साइड्स भनेर लिने है। टेकिङ tan बोथ साइड्स गर्दाखेरि चाहिँ अब हाम्रो के हुन्छ त tan a + b = tan π/4 हुन्छ। यो भनेको tan फर्मुला लगाउने tan a + b को फर्मुला भनेको tan a + tan b अनि 1 - tan a dot tan b = अब tan π/4 भनेको चाहिँ हाम्रो यो 180 ले 4 लाई डिवाइड गर्ने हैन, अनि यो 45 डिग्री भनेर आउँछ। अनि त्यसपछि और tan a - tan b whole divided by tan a dot tan b = tan 45 डिग्री भनेको 1 भयो। अनि त्यसपछि tan a + tan b = अब यो 1 ले 1 - tan b लाई मल्टिप्लाई गर्दा कति हुन्छ त 1 - tan a dot tan b नै हुन्छ। अनि त्यसपछि के गर्ने भने tan a + tan b अनि यो माइनस tan a tan b लाई यतापट्टि ल्याउने के हुन्छ त हाम्रो tan a dot tan b हुन्छ। अनि यता = 1 यो साइडमा 1 राख्ने है। अनि क्वेशनमा हेर्ने सर है, हाम्रो यहाँ प्रुफ चाहिँ राइट ह्यान्ड साइडमा 2 चाहिएको छ। त्यसैले के गर्ने भने हामीले अब यहाँनिर एडिङ 1 बोथ साइड्स भनेर गर्ने है। अब यहाँनिर मैले 1 थपे 1 + tan a + tan b + tan a dot tan b = 1 + 1 मैले यहाँ 1 थपे हैन। अनि यहाँनिर पनि 1 थपे। 1 थपिसकेपछि अब हाम्रो भनेको यहाँनिर मैले यसमा र यसमा केही कमन आउँदैन। 1 र tan a मा केही कमन आउँदैन। 1 कमन लियो भने चाहिँ 1 + tan a हुन्छ। अनि यो tan b र tan b मैले कमन लिए भने यहाँनिर के बच्छ त 1 + tan a हुन्छ। अनि 1 + 1 भनेको 2 भयो। अनि अब यो 1 + tan a र 1 + tan a भनेको हाम्रो कमनलाई एउटा ब्र्याकेटमा लेख्ने। अनि रिमेनिङ के छ त 1 + tan b 1 + tan b लाई अर्को ब्र्याकेटमा राख्दाखेरि 2 आउँछ। सो यो भनेको हाम्रो एक्ज्याक्टली के हो त यही कुरा हामीले प्रुभ गर्न भनेको छ है। 1 + tan a 1 + tan b = 2 भनेर भनेको छ। यहाँनिर पनि 1 + tan a 1 + tan b = 2 भनेर प्रुभ गरेछ। सो होप यो भिडियो हेरेर तपाईले अवश्य पनि यस्तो क्वेशनहरु अब गर्न सक्नुहुनेछ। एक्जामको लागि धेरै नै इम्पोर्टेन्ट रहेको क्वेशन हो यो। आशा गर्छु यस्तो क्वेशनहरु अब तपाईले इजिली गर्नुहुनेछ। भिडियो राम्रो लागे भिडियोलाई धेरैभन्दा धेरै सेयर गर्नुहोला र भिडियो पहिलो पटक हेर्दै हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर बेल नोटिफिकेसन अन गर्न नबिर्सनु होला। हस्त आजलाई यति नै। सी यु इन द नेक्स्ट भिडियो। थ्यांक यू।